हेलो साथीहरू, तपाईहरुलाई पनि ब्रेडको स्पाइसी अनि यस्तै नयाँ केही बनाएर खान मन लाग्छ भने यसरी बनाउन सक्नुहुनेछ। यो चाहिँ बिहान चियासँग र दिउँसो खाजा जेमा नि खान मिल्छ। एउटा आलु, प्याज अनि हरियो खुर्सानी, लसुन काटेर, थोरै धनियाँ, नुन स्वादअनुसार नुन, बेसार सबै कुरा आफ्नो स्वादअनुसार हाल्नु होला। धुलो खुर्सानी एड गर्नु होला, मसला त्यसैमाथि आलुलाई चाहिँ राम्रोसँग मुस्नु होला। मैले चाहिँ मुसेर साइड लगाएँ अनि बेसनको थोरै बनाएर हजुर नुन बेसारहरू धुलो खुर्सानी सबै त्यसैमा मिक्स गरेँ। थोरै पानी हालेर त्यसलाई राम्रो बनाएँ। मैले चाहिँ यसलाई बिस्तारै चम्चाले चलाउँदैछु। हजुरहरूले चाहिँ के छ त्यसैले चलाउँदा हुन्छ। हेर्नुहोस् कस्तो राम्रो ब्याटर बनेको छ अब है। ब्रेड मात्रै खान नमान्नेहरूलाई चाहिँ यो चाहिँ एकदमै राम्रो र एकदम स्पाइसीदेखि लिएर सबै कुरा राम्रो छ क्या यसमा। एकदम हेल्दी पनि जस्तै लाग्छ आफ्नो घरमा बनाएको भएपछि। ब्रेड लिनुहोस् र त्यसमा बिस्तारै एउटामा गरी आलु हालिदिनुहोस्। राम्रोसँग फिजाएर हाल्नु होला दुईटैमा। फिजाएर दुईटैमा हालेपछि चाहिँ दुईटालाई जोडेर अनि बिचमा चक्कुले काट्नु होला। 4 टुक्रा बनाउनु होला यसलाई राम्रोसँग। त्यस पछाडि मैले तेल तताएँ। थोरै तेलमा हेर्नुहोस् बेसनमा डुबाएँ। मैले बेसनमा डुबाएको चाहिँ भिडियो लिन बिर्सिएछु। हजुरहरूले आफैले बुझ्नु होला है त। यसलाई चाहिँ चिया खाजा जेमा खाँदा नि हुन्छ। मेरो चाहिँ आजको खाजा रेडी भयो। हजुरहरू पनि एकचोटि बनाएर ट्राई गर्नु होला साथीहरू। कस्तो लाग्यो हजुरहरूलाई? मिठो हुनेछ, एकचोटि ट्राई गर्नु।